यसलाई चाहिँ कस्तो भनेदेखि हेर्नुहोस् है, रविनाजीहरूलाई जस्तोलाई अब यो दुर्गा प्रसाई, रविना, अब हाम्रो हर्क साम्पाङ, आर्यन राई, यस्ता व्यक्तिहरूलाई चाहिँ मैले भने नि अब पहिला म अलिकति सल्युसन दिन्छु अनि कसरी हेर्छु भन्छु है। सोल्युसन चाहिँ नि 2063 को जुन तपाईँको पृथ्वी सुब्बाले ल्याउन खोजिरहेको थियो त्यो साइबर अपराध भन्ने, त्यो साइबर अपराधमा यो अराजक भन्दा अराजक बोल्ने व्यक्तिहरू समूहलाई चाहिँ नि नेपाल सरकारले चाँडोभन्दा चाँडो विधेयक पास गरेर त्यो कार्यान्वयन गरेन भने यो मुलुक तपाईँले त एउटा हिन्दू र मुस्लिमको सानो आगो अहिले सानोलाई तपाईँले लिइरहनु भएको छ, ठुलो हुन्छ, ठुलो हुनेवालामा छ, एकदमै ठुलो हुनेवाला छ। 2063 संशोधित 2075 या 65 त्यसलाई गरेर एउटा छुट्टै विधेयक लिएर आएर उहाँहरूलाई यो बोल्न हुने भनेर चाहिँ राज्यको चाहिँ नत्र नि अराजकताको चाहिँ कानुन विधेयक पास गर्नुपर्छ एउटा कुरा। अब कसरी हेर्नु भएको छ भन्ने कुरामा चाहिँ नि यो अस्ति न छिटपुट नेपालगञ्जमा घटना घटेको थियो, साम्य भएको थियो। तर अहिले आउँदाखेरि चाहिँ कस्तो भनेदेखि यही भिडियो प्रकरणमा मुस्लिमले बोल्ने, हिन्दूले बोल्ने, मुस्लिमले बोल्ने, सरकारले बोल्ने, यसले बोल्ने, उसले बोल्ने गर्दाखेरि त्यसको सबै ट्र्याक डाउन भनेको चाहिँ नि विद्युतीय साइबर चाहिँ क्राइमलाई चाहिँ कन्ट्रोल गर्यो भने अब यो फेरि बोल्न त सरकार भनेर आएको प्रधानमन्त्री हुनुहुन्छ हैन, अब यो फेरि कन्ट्रोल गर्दाखेरि गाह्रो होला। तर सिस्टमले सद्भावपूर्ण रूपमा चाहिँ यसलाई चाहिँ बिस्तार एकचोटि थ्रेटिङ दिने, दोस्रो चोटिमा चाहिँ अलिकति समयमा उनलाई कारबाही गर्ने र तेस्रो चोटि 6 महिनादेखि 6 वर्षसम्मको जेल हाल्ने विधेयक बनायो भने मात्र यो देशको यो अराजक यो हिन्दू मुस्लिम या अरू समुदायहरू पनि यो कन्ट्रोल हुन्छ। यो यसरी हेरिरहेछौँ हामी। तर विभिन्न पात्रहरूले चाहिँ लाइभ सेसन गर्दाखेरि नि भारतबाट आएका तृणमूल कांग्रेसको सरकार हटिसकेपछि बिजेपीको सरकार आएपछि रोहिङ्गाहरूलाई यता नेपालमा गणना हिसाबमा हेर्नु पर्दा चाहिँ शरणार्थी प्रवेश गरेर यो घटना घटेको पनि भन्दैछ, यसलाई कसरी निहाल्नु भएको छ? अब हेर्नुहोस्, यो कुराहरू आजभन्दा धेरै मेरो विचारमा 20-25 वर्ष अगाडि भुटानी शरणार्थी पनि यो देशमा नआएका होइन। यो देशमा अहिले रोहिङ्गाहरू आइरहेका छन् भन्ने कुराहरू धेरै तथ्यले बताइरहेछन्। अब हेर्नुहोस्, भू राजनीतिमा जाँदाखेरि सरकार चलाउने भनेको के त? तपाईँले खालि केपी ओलीलाई थुनी मात्र सरकार चलाउने हो, प्रचण्डलाई थुनी मात्र सरकार चलाउने हो? अफकोर्स होइन। सरकार चलाउने भने भू राजनीतिमा रोहिङ्गा जस्ता आउलान्, भोलि अरू मुसलमान सिया आउलान्, सुन्नी आउलान्, को आउलान्, अथवा अराजकता पृथकतावादीहरू आउलान् होइन। यो सबै अथवा इन्डियाका माओइस्टहरू छन्, टेररिस्टहरू पनि त्यो चाहिँ नि तिनीहरू आउलान्। हो, सरकार चलाउँदाखेरि उनीहरूले गर्दै यसले गर्दै भनेर आफू पछाडि हट्नु हुँदैन। अघि तपाईँले भन्नुभएको थियो नि हामीले चाहिँ नि के भन्छ विरोध भनेर, विरोध होइन कि यसलाई चाहिँ नि रचनात्मक हिसाबले महानगरपालिका चलाएको र सरकार चलाएको फरक छ। त्यो टेरिटरीमा बसेर चलाउनु पर्यो। सुदन गुरुङ जस्तो गृहमन्त्रीले उहाँ गएर चाहिँ नि एउटा क्यामेरा लगाएर स्टाउन गरेर भएन कि एकदम रणनीतिक हिसाबमा चाहिँ नि सरकार चलाउँदा रोहिङ्गा आएको छ त ओके, ल डाटा सङ्कलन गर, घर डोर टु डोर जाऊ, प्रत्येक नगरपालिका त प्रत्येक गाउँपालिकामा त्यो कुराहरू निकाल र उहाँलाई भेला गर। शरणार्थी हो भने शरणार्थीको रूपमा क्याम्पमा राखिदेऊ, होइन भने देश निकाल्दा गरिदेऊ। त्यो त हाम्रो कानुनले बनाएको छ नि त, प्रत्यायोजित गर्नु पर्यो। यो कुराहरू हो राज्य। त्यो घटनामा चाहिँ कतिको तपाईलाई विश्वास लाग्छ या होला या होइन होला? हो नै, अब होइन अलिकति टु सम एक्सटेन्ट हो, किन भन्दाखेरि यी कपनमा पनि आएर बसिराखेका छन् होइन। त्यसपछि आएर त्यो कुनै उसमा जस्तै बङ्गलादेशीहरू धेरै इन्डिया घुसेको थिए नि जतिखेर तपाईँको पाकिस्तान र बङ्गलादेश छुट्टिने बेलामा, त्यही चिज अहिले यहाँ हुनसक्छ। हो, हामी हो भन्छौँ र हो देखिएको छ। तर त्यसलाई गृह मन्त्रालयले जति सके चाँडो चाहिँ नि सेगमेन्टेसन गर्ने, सेन्सराइज गर्ने, डाटा सङ्कलन गर्ने र त्यसको निराकरणतिर कसरी जाने भनेर आफूले प्रोसेस थाल्नु पर्यो। त्यो त पहिलोपटक यसरी घटना घटिरहेको छ, समग्रता लिइरहेको छ। हामी भारतमा पनि हेर्ने हो भने 1946 AD मा पनि हामी हेर्छौँ, जसरी पाकिस्तान डिभाइड पनि भयो 1947 मा, युद्ध भएको कारणले मास किलिङ, त्यहाँ पनि जातीय द्वन्द्व भयो। र त्यसपछि विभिन्न चुनाव आएको बेला पनि त्यहाँ जातीय द्वन्द्व हुन्छ, विभिन्न कुराहरू भइरहेको छ। जातीय द्वन्द्व त्यहाँ त एक हिसाबले हेर्नुपर्दा समस्या नै छ जातको नाममा विभाजन गर्नु। तर अहिलेसम्म नेपालमा चाहिँ त्यस्तो प्रकारको त्यस्तो तीव्रता लिएर त्यस्तो अराजक घटना चाहिँ देखिएको थिएन। र आजको दिनमा चाहिँ नेपाली जनताले ज्यान पनि गुमाउनु पर्नु भएको छ। भारतलाई हेरेर भारतको सिको गरेको हो कि भनेर पनि विभिन्न पात्रहरूले भन्दैछन्। तपाईँले कसरी निहाल्नुहुन्छ? होइन, अब यसलाई मैले कसरी निहाल्छु भन्ने प्रश्नमा के छ भन्दाखेरि मैले अघि भने नि
राज्य सञ्चालन गर्ने क्रममा विभिन्न च्यालेन्जेसहरू आउँछ हैन। अब इटप भन्छ, इन्भाइरोमेन्टल थ्रेट अपर्च्युनिटी प्रोफाइल हुन्छ। अपर्च्युनिटी पनि हामीलाई थुप्रो हुन्छ, थ्रेट पनि थुप्रो हुन्छ। यो एउटा ठुलो थ्रेटको रूपमा आएको छ र यो थ्रेटलाई कसरी मैले भने नि निराकरण, यसलाई हामी महसुस गरेका छौँ र भारतको यो अरूतिर यसरी त्यसलाई चाहिँ नि एनालाइसिस गर्नु जाँदा पनि यो आइसक्यो, यो एउटा डिजिज हो, यो एउटा चाहिँ नि एकदमै हाम्रो लागि चाहिँ नि एउटा पेन्डेमिक हो र यो पेन्डेमिक सिचुएसनमा हामीले कसरी डिल गर्ने भन्ने चाहिँ नि राज्य चनाखो हुनुपर्छ, ट्याक्टफुल्ली डिल गर्नुपर्छ। किनभने भू राजनीतिका कुराहरू छन् त्यहाँ, इन्टरनेसनल्लीदेखि सबै मान्छेहरूले चाहिँ नि हेर्छन्, त्यसलाई कन्सर्न राख्छन् हैन। अब हामीले जबरजस्ती एकदमै अमानवीय तरिकाले समात्ने, जेल हाल्ने पनि गर्न मिल्दैन, एकदमै क्रिटिकल कुरा हो हैन। त्यसमा चाहिँ नि सरकार संयम भएर मैले भनिनँ कि काठमाडौँको सिंहदरबारभित्र कोचिएर होइन कि बाहिर निस्केर यो जुन दङ्गा भइरहेछ यो साम्प्रदायिक र यो चाहिँ नि यो जातीय अथवा हिन्दुजम र मुस्लिममा भइरहेछ, यसलाई चाहिँ कन्ट्रोल गर्नुपर्छ भन्ने मात्र हो हाम्रो प्रक्रिया। अनि तर तपाईँले जुन हिसाबमा समीक्षा गर्दै हुनुहुन्छ यसलाई क्रिटिसिजम जसरी कसरी हेर्न मिल्छ होला कि? किन भन्दाखेरि गृहमन्त्री एकाएक घटना भएको घटनास्थलमा पुग्दैछन्, प्रधानमन्त्रीले यत्रो समयपछि आफ्नो सम्बोधन पनि गरिरहेका छन् र निस्किनुपर्छ भनेर भन्दैनस्, तर तपाईँहरू निस्केको देख्नुहुन्न? देख्दैनौँ, यो देख्दैनौँ। के हुन्छ भने हामीले के देखिरहेछौँ भन्दा हेर्नुहोस् है, गृहमन्त्री अब तपाईँलाई यही कुरा खोल्न खोज्यो भने म बताइदिन्छु। 2 हप्ता अगाडि मात्र अथवा फ्यु डेज अगो गृहमन्त्री त्यही इलाकामा भिजिट गर्नुहुन्छ हैन। त्यसपछि आएर त्यो विषयको रिपोर्ट सायद पक्कै पनि गृहमन्त्रीले आफ्नो प्रधानमन्त्रीलाई यो रहेछ भनेर रिपोर्ट प्रतिवेदन बुझाउनु भयो होला, आई डोन्ट नो अब के छ प्रक्रिया। र दोस्रो त्यहाँनिर अर्को एउटा के पनि आइरहेको छ भने सुरक्षा प्रमुखहरू लगभग छुट्टी लिएको अवस्था हैन। त्यसपछि त्यो गोली चलिरहेको छ, त्यो सुरक्षाकर्मीले हाम्रो गोली हाम्रो गनबाट चलेको होइन भन्ने पनि विज्ञप्ति आइरहेछ। अब यस्तो परिस्थितिमा मैले भने नि अहिले हामी यो फेरि दङ्गा चाहिँ अझ बढोस्, आगो बढोस् भन्नेतिर नजाँदा पनि नगइकन तपाईँ हाम्रो सञ्चारको साथीहरूको एउटा चाहिँ नि के चाहिँ नि भूमिका हुन्छ भने हामीले जति सकेको त्यहाँ चाहिँ नि चाँडोभन्दा चाँडो चाहिँ नि सबैजना संयम होस्, धैर्य होस्, समस्या समाधान होस् र सरकारले सत्य तथ्यको छानबिन गर्दा हामीले क्रिटिसिजम के गरे भन्दा तपाईँले सरकारको उपस्थिति थियो थिएन भन्दा एक सेन्टेन्समा म भन्छु सरकारको उपस्थिति पहिला थिएन। अहिले रोम जलिसकेपछि सम्राटले जे भने पनि के काम भने जस्तै आएर प्रधानमन्त्रीले चाहिँ अहिले राष्ट्रपतिलाई भेटेर के काम, तपाईँले सम्बोधन गरिदिएर के काम, त्यो 3 जना सानो भाइहरूको जीवन त फिर्ता हुँदैन नि त, फिर्ता हुन्छ? त्यो 3 जना भाइहरूको त्यो कतिौँ घरहरू चले, पसल जले, आज त्यहाँनिर भाटबटिनी जस्तै तपाईँको लाहानमा चाहिँ एउटा डिपार्टमेन्टल स्टोर चल्यो, कसले लिने जिम्मा? त सरकार सभा नै। त्यहाँमाथि एउटा अर्को पनि संवेदनशील चिज के छ भनेदेखि यो देशमा आर्मी 2 मिटर 3 मिटर 4 मिटरमा चाहिँ नि गन लिएर प्रस्तुत भयो, जुन चिज हुनु हुँदैन। हामी एकदमै मर्माहत भइरहेछौँ, संवेदनशीलमा बसिरहेछौँ हामी। वी आर सो सिक एन्ड टायर्ड। त्यो कुरालाई चाहिँ नि अलिकति हामीले गहन रूपमा पत्रकार साथीहरूले पनि उचाल्नुपर्छ यसलाई। त्यही जस्तो एक समय हेर्ने हो भने भारतको सन्दर्भमा निहाल्यो भने 36 दिनसम्म त्यहाँ पनि विद्रोह भयो, आन्दोलनै भयो। त्यहाँ एकजनाको ज्यान पनि गएन। तर नेपालमा चाहिँ पहिल्यै दिन विवाद भयो भन्दैमा, झगडा भयो भन्दैमा नेपालको रडीले गोली चलाउनु पर्यो, यसलाई कसरी हेर्नुहुन्छ? अब यसको पहिला भारतको विषयमा भन्न पर्दा भारतको विषयमा उनीहरूले तपाईँले कतिको याद गर्नुभएको थियो, हरेक युवाहरूले हामी नेपालको जस्तो सिंहदरबार जलाउँदैनौँ, हामी संसद भवन जलाउँदैनौँ, हामी हाम्रो इस्युज भनेको धर्मेन्द्र प्रधानको राजीनामा, निटको जुन चाहिँ नि हाम्रो पेपर लिकको कुरा छ त्यसलाई मात्र हामी चाहिँ नि घुँडा टेकाउँछौँ, भयो सक्यो। तर हाम्रो देशमा मैले अघि भने तपाईँलाई स्टेप 1 यो देशमा धेरै मान्छे फ्रस्ट्रेसन छन्। आई डोन्ट नो अहिले कस्ता कस्ता मान्छेहरू सडकमा त्यसै हिँड्छन् है। फ्रस्ट्रेसनबाट सेकेन्ड स्टेपमा डिप्रेसनमा गइरहेका छन्। अहिले रविनाले भनिसक्यो म डिप्रेसनमा थिएँ भनेर हैन। सांसदै डिप्रेसनमा छन्, हेर्नुहोस् जति पनि सांसदहरू हेर्नु सबैजना डिप्रेसनमा देख्छु म त प्राय जस्तो। र त्यही डिप्रेसन भन्दा पनि सांसद भएका छन्। र तेस्रो तपाईँको डिप्रेसन पछाडि के त भन्दाखेरि अन्तिममा गएपछि अराजक बनिरहेका छन्। यो हेर्नुहोस् है स्टेप।
अनि यो अराजकतामा एनार्किजममा के आयो भने यिनीहरू यो भाइरल हुनको लागि यो हामीले यो गर्यो भने टिकटक यो जुन जति पनि फेसबुकमा यो राख्यौँ भने मलाई सबले चिन्ने भयो भनेर मण्डलादेखि लिएर सिराका गोल बजारदेखि लिएर त्यो हाम्रो उसमा के भन्छ इटरी सुनसरीमासम्म मान्छेहरू भए होइन र त्यसरी कस्तो भने र अहिले तपाईँले हेर्नु सामाजिक सञ्जाल खोल्ने बित्तिकै हर्कका मान्छेहरू गाली गर्न सुरु गरेका हुन्छन् बालनका मान्छेहरू प्रतिकार गाली गर्न सुरु गरेका हुन्छन् हो त्यही भएको भएर यो चिजहरू चाहिँ तपाईँले भनेको कुरामा 36 दिन इन्डियामा चल्यो उनीहरूको एउटै मोटो थियो मोटिभ थियो त्यो मोटिभ उनीहरूले अकम्प्लिस गरे तर नेपालमा के त भन्दाखेरि अराजकताको सरकार पनि त्यही तरिकाले गएको र अहिले पनि त्यही माग भएको छ र एउटा जेलसी ग्रुप म त त्यसरी भन्छु मैले स्टडी गराएको छु त्यो माइतीघर मण्डलामा जेनजीदेखि नै पुरै रमा एकदमै असन्तुष्टि र एकदम ईर्ष्या गर्ने एउटा ग्रुप सडकमै छ र त्यो सडकमा हुनुन्जेलसम्म यो देशमा यो नै प्रक्रिया भइरहेको छ तपाईँलाई के लाग्छ जस्तो एकसम्म हामी हेर्ने भने मैले मेरो सुरुको प्रश्नमा केन्द्रित हुन चाहे 36 दिनसम्म त्यहाँ आन्दोलन चल्यो तर कोही व्यक्ति पनि मृत्युको सयमा नपसार हुनु पर्यो र नेपालमा हामी हेर्ने हो भने चाहिँ कति सुरक्षा संयन्त्रको चुकेको त होइन पहिल्यै दिनमा गोली प्रहार गर्नु पर्यो र आज त्यसको दिनमा आउँदाखेरि 4 जना पनि माफ गर्न 3 जनाले आफ्नो ज्यान गुमाउनु पर्यो सुरक्षा संयन्त्र चुकेको के लाग्छ अब यस्तो भयो यसलाई चाहिँ नि अब सुरक्षाको दृष्टिकोणमा कुरा गर्नु पर्दाखेरि चाहिँ नि अस्ति अब यस्तो छ सुरक्षाकर्मीहरूले यो कस्तो भने हाम्रो जुन अराजक भिड छ नि मैले किन अराजक भनिरहेको छु भनेदेखि जुन उद्देश्यले आन्दोलन हुन्छ नि त्यो आन्दोलन एकदम अराजकमा जान्छ मान्छेसँग संयमता नै छैन हैन अनि त्यो सुरक्षाकर्मीले जुन एउटा संयमता अपनाउनको लागि कसरी अहिले आर्मी फेलियर भयो देख्छु आर्मीलाई नै चाहिँ पुरै चाहिँ जनताहरूले चाहिँ त्यहाँ एकदमै उ गरिरहेको देख्छु हिजो गृहमन्त्रीलाई चाहिँ ब्ल्याकआउट गरिरहेको देख्छु होइन त्यसपछि आएर सुरक्षाकर्मी सुरक्षा संयन्त्र नै किनभने फेलियर भइरहेछ जबसम्म मेरो चाहिँ एउटै लाइन छ जनता शिक्षित भएनन् यो जनतालाई अशिक्षित र अराजक बनाएको कसले भनेको आजको नेताहरूले हेर्नुहोस् र त्यो नेताहरूले पछि आएर चाहिँ यो बिउ रोपेर काम छैन अहिले संयम हुनुहोस् यस्तो गर्नुहोस् भनेर भन्दा पहिला पहिला विज्ञप्ति दिन्छन् तराई बल्दैछ त अब मधेस यस्तो हुन्छ मलाई चाहिँ यति लाख चाहिँ मान्छे 5 लाख 7 लाख म काठमाडौँ उतार्दैछु भनेर प्रचण्डहरू खुलेआम भन्छन् हर्क सम्पङहरू भन्छन् त्यसपछि आएर दुर्गा प्रसाईहरू भन्छन् सबै भइसकेपछि मान्छेमा के भइरहेछ भनेदेखि तपाईँहरू जस्तो युवा साथीहरूमा चाहिँ के एउटा आयो भन्दाखेरि यो गर्यो भने चाहिँ नि राम्रो हुनेछ भन्ने कुरा आयो त्यस कारणले यो तपाईँले भनेको प्रसङ्गमा चाहिँ के भने इन्डिया र नेपालको कम्पेरिजनै हुँदैन तपाईलाई फेरि मैले त्यसलाई चाहिँ नि एकदम एक समय हेर्ने हो भने सुरक्षा संयन्त्रसँग पनि कम्पेरिजन हुँदैन उनीहरूको कस्तो छ भन्दाखेरि सुर जाँदा अब जस्तै संसद भवन छिर्न जाँदा हाम्रो म हेरेर बसिरहेको छु आधा घण्टाभित्रमा चाहिँ नि जेल तोडियो हाम्रो चाहिँ संसद भवन तोडियो होइन तर त्यहाँ के पनि भएन हो र अर्को एउटा के पनि छ भन्दाखेरि त्यहाँ चाहिँ नि कस्तो भने अहिले मैले पटक पटक भन्छु रमेश लेखकले गृहमन्त्री हुँदा जुन यो सदनमा यहाँ हाम्रो आगो लाग्दाखेरि चाहिँ नि सुरक्षाकर्मीलाई उहाँहरूलाई साथ नदिएकै हो किन भन्दाखेरि अहिले तपाईँ माइतीघर मण्डलामा तपाईँले आन्दोलन गर्नुभयो भनेदेखि 200 जना आन्दोलनकारी छन् भने 2000 पुलिस हुन्छन् तपाईँले हेर्नुभयो होला हामी पनि पुग्छौँ त्यहाँ होइन त्यसपछि त त्यो देखेरै मनोबल घट्छ तर नेपालमा इन्डियामा त्यही गरे उनीहरूले पुरा उनै के भन्छ कातिलादेखि कातिला लिएर आएर धेरै पुलिसहरू प्रहरीहरू र त्यो प्यारा फोर्समा लिएर आइदिए प्यारामिलिटरीदेखि लिएर सबै लिएर आएर एक प्रकारको गरे अनि अर्को मेन कुरा चाहिँ तपाईँलाई भन्नुपर्छ इन्डियाको विषयमा कुरा गर्दाखेरि चाहिँ नि जे जस्तै भए पनि मोदी इज नट अ करप्टेड उसले देशको लागि
राम्रो हेरेको र उनी जनताको राम्रो अभिमत लिएर आएको हो। यस्तो अराजकता फैलाएर जे पायो लेखेर स्टेटसको प्रधानमन्त्री पक्कै पनि त्यो विषयमा हामी समीक्षा गर्ने हो। पछि गरौँ। त्यही त, पक्कै पनि त्यो धेरै लामो हुन्छ, करप्टेड हो या होइन भन्ने कुरा निकै विवादित छ। विभिन्न पात्रहरूलाई विभिन्न तरिकाबाट समीक्षा गर्छन्, तर नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने चाहिँ जस्तो पहिला यो घटना हिन्दुवामा भयो, त्यसपछि मोरङमा पनि घट्दै गयो, त्यसपछि पूर्वोत्तर लगायतका विभिन्न ठाउँमा यो परालको आगो जसरी सल्क्यो के अबको आउँदो दिनहरूमा यसको स्वरूप कस्तो देख्नुहुन्छ? अन्तिममा छ प्रश्न पार्दिनुहोस्। अब आउने दिनमा यस्तो छ, यो एउटा कस्तो भनेदेखि हिन्दूहरूलाई एउटा बहुसङ्ख्यक हिन्दूहरूलाई च्यालेन्ज गरिरहेको अवस्था र फेरि कस्तो भने बहुसङ्ख्यक हिन्दूहरूको मैले त पटक पटक भन्ने गरिरहेको छु। अलिकति यसरी लिउँ, माओवादीले 2064मा चुनाव जित्यो तर एक पक्षहरू असन्तुष्ट थिए हैन, कङ्ग्रेसले दुईचोटि जित्यो एक पक्षहरू असन्तुष्ट थिए, जङ्गल छिरे हैन। त्यसपछि अहिले पनि आएर हिन्दू संवैधानिक अथवा राजतन्त्र, यो बौद्धिक सनातन, यो हिन्दू सम्राट सबै मान्छेहरू छरपष्ट सडकमा छन् र आउने दिनहरूमा दृश्य के देख्छौँ भने मैले पटक पटक भनेको थिएँ पहिला पनि, राज तपाईँलाई राम्रो क्वेसन उठाउनु, यो देशमा यसरी चुनावभन्दा एउटा गोलमेज सम्मेलन गरेर सबै मान्छेहरू जो आवाज सडकका आवाजहरूलाई एकै ठाउँमा लिएर आएर सबैको सम्बोधन हुने गरी संविधान संशोधन गर्दै र सबैको मर्म बुझ्ने गरेर एउटा चाहिँ भयो र संविधानमा त्यस्तो लेखियो भनेदेखि यो देशमा यस्तो खालको अराजकताबाट हामी बच्छौँ। एउटा पोइन्ट। अनि दोस्रो पोइन्ट मैले अघि भने नि 2063 चाहिँ नि हामीले यो साइबर ऐनलाई चाहिँ नि यो एकदम नराम्रो, हामीलाई पनि राम्रोसँग बोल्दैन तर विरोध गर्ने, तर रचनात्मक रूपमा भावनात्मक रूपमा सत्य र तथ्यको रूपमा चाहिँ नि विरोध गर्न पर्यो। विरोध गर्दाखेरि चाहिँ नि अहिले तपाईँ हेर्नुहोस्, अझ एउटा थप्न दिनु होला, विदेशको गल्लीमा बसिरहेका मान्छेहरूले नेपालको विषयमा चासो राख्नु राम्रो कुरा हो, तर उहाँबाट गाली गलोज अहिले त हेर्नुहोस् तपाईँले भिडियो खोल्दाखेरि पनि आफ्नो परिवारभन्दा बाहिर गएर खोल्नुपर्छ रिलहरू, किनभने त्यहाँ यस्तरी मुख छाडिएको हुन्छ कि त्यो परिवारसँग आफै लज्जित हुन्छ। सायद त्यो तपाईँले पनि भोग्नु भएको छ, आम नागरिक नेपालीहरूले भोगेको छ भने चाहिँ त्यो व्यक्तिहरूलाई चाहिँ नि ट्र्याक डाउन कसरी गर्ने भने दोस्रो यो। र तेस्रो तपाईँलाई स्वरूप कस्तो देख्छ भन्दाखेरि यो स्वरूप चाहिँ नि झन भए स्थिति भएर जान्छ। यो अहिले साउन र यो छ, छठ पछाडि एकदमै जान्छ, तर हामीले यो चाहिँ मान्छेलाई फ्रस्ट्रेसनमा लान खोजेन, नेगेटिभ कुरा गरे होइन। जति सकेको चाँडो सरकारले पहल, जुन पहिला माओवादीलाई ल्याएर आज र तराईका माओवादीहरू ल्याएर आज बैठक गरिन्छ नि, त्यो हिजो किन भएन होइन। विभिन्न दललाई हिजो अस्ति बोलाएर चाहिँ नि रवि लामिछानेले गर्छन् भने उनीहरूलाई तिरस्कृत गरेर प्रतिशोधको रूपमा किन लियो, किन त्यो पहिल्यै भएन होइन। तपाईँले देख्नुभयो होला नि सभापतिले गरे हो त्यही चिज, राष्ट्रपतिलाई सम्मानसहित चाहिँ अहिले प्रधानमन्त्री गएर भेट्नुहुन्छ नि, पहिला किन प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेर सम्मान दिएर यस्तो हुँदैछ देश भनेर मर्यादा क्रममा जानु भएन हो। यस्ता चिजहरूलाई चाहिँ नि संयम गर्यो भनेदेखि देश बच्छ र देशमा धैर्यता हुन्छ, देशमा सद्भाव हुन्छ, होइन भनेदेखि नेभर। अहिले हामीसँग संवादको लागि डाक्टर सुन्दर सिंह बोराजी हुनुहुन्थ्यो। सुन्दरजी, विभिन्न राजनीतिक विषयमा समीक्षा गर्न पाइयो, घटना विषयमा समीक्षा गर्न पाइयो, समय दिनुभएको धेरै धन्यवाद। हस्, सबैलाई धन्यवाद।